राइट गाइज हामीले सब वार्तालाप भइसकेको छ हाम्रो। अब के हुँदैछ हाम्रो बसको कुरो। ल म निस्कि त्यहीँ पुग्छु ल 15 मिनेटमा। राइट गाइज के भन्ने अब हामीले सर्भिसिङ गरायौँ। धेरै खर्च गएन योपालि, मोबिल सबिलको मात्रै पैसा गयो। टिलिक्क भइसकेको छ हाम्रो बाइक। हाम्रो डक्टर हो यहाँको, बाइकको डक्टर यहीँ हो हाम्रो होइन, अलवेज यहीँ आउँछौँ हामी। अब मलाई मेन चाहियो भने के हो भन्दाखेरि अब हामीले लिइसकेका छौँ DJI को माइक मिनी टु कनेक्ट इन दिस 360। अनि यो चाहिँ साउन्ड बवाल आउँछ, थाहा छ होइन हो गाइज होइन। बाकी तो ऐसा ही चलेगा, ऐसा ही रहेगा। अब हमको कहाँ जाना मांगता है, हमको सोरखुट्टे फजल चौक जाना मांगता है भाई। बाकी सब बढ़िया है। टक्क लाएर भिडियो क्वालिटी बबाल A1, साउन्ड क्वालिटी डबल A11 प्लस। अरू त के चाहियो यार, यति नै चाहिने हो नि त हामीलाई त गाइज होइन। साउन्ड क्वालिटी बबाल चाहियो अनि भिडियो क्वालिटी बबाल चाहियो। बाँकी हल्का ट्विक्स हो, तल माथिका कुराहरू हुँदै गर्छन्, त्यो बिस्तारै मिल्दै जान्छन्। एकैचोटि आउट अफ एभ्रिवेयर थिङ्स डज नट गेट क्लिक्ड अनि पजल डजन्ट सल्भ विदिन अ सेकेन्ड। त्यही त हो गाइज, लाइफ इज अल अबाउट दोज थिङ्स। भोलि त फुलपाती भइसक्यो यार। पहिलाको वर्ष भए जोसिरहेको थियौँ हामी फुलपातीमा। हामीले मनाङ हान्दिएको थियौँ। फुलपाती सपोज टु गो आउट अन फुलपाती बट वी चोज टु गो एट फुलपाती होइन, कुन्दे। फुलपातीको भोलिपल्ट एन्ड इट्स अलरेडी बिन 1 year सिन्स वी वेन्ट टु मनाङ। जनवरी फेब्रुअरी मार्च अगस्तमा वी वेन्ट टु चाइना, देन वी कम ब्याक। अब पेट्रोल पनि हाल्न परेगा, 1-2 दिनमा हाल्नुमा। पेट्रोल त्यस्तो इमर्जेन्सी छैन गाइज, कहीँ जानै पर्ने नै छैन भए त अब के पेट्रोल हालेको पनि कुनै फाइदा नै भएन, अस्तित्वहीन नै भयो गाइज। र मस्की गइदिन्छौ नानीहरू तिमीहरू। ओइ यहाँ अड्काउनु पर्ने पनि भयो गाइज हाम्रो। ओइ मोबिल होइन के भन्छ यसलाई, यो बाइकको योवाला टक्क यहाँको म्याग्नेट चाहिँ निस्किन भएन साथीहरू होइन। बाँकी सब बढिया है रमेश बाबु। द नोइज क्यान्सलेसन अन, लो फ्रिक्वेन्सी कट। अरू त केही गर्नु पर्दैन, यति दुइटा भएपछि ड्याम बवाल हुन्छ। 360लाई 360 मै खिच्यो, यो यता राखेर 360 पनि भयो। गोप्रोलाई यहाँ राखेर त्यो गर्न पनि पाइयो। ओ माई गड। ओए दादा पेट्रोल। वाइल्ड गर्मी भएछ नि गाइज आज त। वाइल्ड वी आर सुटिङ इन वाट? We gotta go now.
चाबी ल्याउनु बिर्स्यो गाइज फोनै उठाएन ल guys we gotta go hectic day what a hectic day guys what a hectic day okay ल Pradeep we gotta go guys ऐसा क्यों we are on super night mode as a video and I'm freaking loving this audio quality from DJI Mic Mini I don't know why यति clarity त मैले कुनै माइकमा अहिलेसम्म पाएकै छुइनँ because it gives you active noise cancellation with this price range this might be the one of the best one किन भन्दाखेरि we even have to buy के भन्छ तपाईको mic adapter while using GoPro we gotta buy mic adapter हैन mic adapter को तपाईको 75 देखि 8500 पर्छ अनि again we gotta use mic it costs around 800 to 1500 10k जति वेस्ट हुन्छ तपाईको पानी पर्दाखेरि waterproof भइदिदैन and this is also water sealed guys no problem with this shit waterproof त भने नै हुने नै भयो guys अनि त्यसपछि तपाईको this can be used in other devices too Mic Mini can be used in तपाईको कुन के मा भन्दाखेरि Osmo Action 4 5 Pocket 3 DJI Osmo 360 what else man अब न्यानोमा चाहिँ मिल्छ कि मिल्दैन त्यो अलिक थाहा छैन गाइज मिल्छ होला त्यसमा पनि बट यो इकोसिस्टम तीनैवटा भएको पनि अति नै खतरनाक भयो नि त गाइज हैन र 360 मा युज भनेको अब 360 मलाई चाहिँ अब 360 र Osmo Action 5 Pro मा फरक हुने हुँदैन पनि because guys सिंगल रेकर्ड गर्न पनि पाइयो 360 पनि पाइयो यसले मेरो रिक्वायरमेन्ट चाहिँ फुलफिल गरिरहेछ अनि क्वालिटी पनि डिसेन्ट छ गाइज मलाई त्यस्तो असम चाहिएको छैन असम अति नै बवाल चाहिएको पनि छैन जति खिचेको छ त्यो ठिक छ बवाल छ मेरो लागि बवाल हो त्यो भन्दा धेरै बवालको लागि हामी आफूमा पनि पहिला अपग्रेड हुनुपर्छ हैन युज भएको सामानलाई राम्रो युज गर्न सिक्नुपर्छ that's the life that's how it should be guys सब सामान खतरा थुपारेर मात्रै पनि हुँदैन like I do you people have to learn use गर्नलाई first of all